फेरि पनि स्वागत छ तपाईहरुलाई मेरो च्यानलमा। नयाँ नयाँ भिडियो लिएर आउने क्रममा फेरि पनि मैले तपाईहरु समक्ष एउटा नयाँ ठाउँको भिडियो लिएर आइसकेको छु। र कतिपय साथीहरुले त यो याद गरिसक्नु भएको होला। यहाँ चाहिँ मैले यो रोडहरु देखाउने क्रम अनि यहाँको विकास देखाउने क्रममा यहाँ तपाईहरुले कतिले त याद गर्नुभएको होला। यहाँको गाडीहरु देख्नुहुन्छ, हेर्नुहोस्। नेपालमा भिआइपीहरुले चढ्ने गाडीहरु यहाँ सर्वसाधारणले चढेर हिँड्छ। र तपाईहरुलाई म यही भिडियो मार्फत एउटा जानकारी गराउन चाहन्छु कि ल हेर्नुहोस्, सब ल्यान्ड क्रुजर, लेक्सस हरु गाडीहरु एकदमै पुरै ल्यान्ड क्रुजर, लेक्सस, टोयोटाको पुरै महँगो गाडी अनि रेन्ज रोभर, सबैभन्दा महँगो रोल्स रोयल्स, यस्तो गाडीहरु यहाँ फेरि यही भिडियो मार्फत तपाईहरुलाई म जानकारी गराउन गइरहेको छु। यहाँको अब सुविधा यहाँको 2 रुपैयाँमा 1 लिटर तेल आउँछ। 2 रुपैयाँमा 1 लिटर तेल आउँछ। अनि यहाँ गाडी यहाँ चाहिँ वर्षमा एकचोटि चेक गरेर जस्तै वर्षमा चाहिँ एकचोटि चेक गर्नुपर्छ यहाँको नियमअनुसार। अनि मात्रै चेक गरेर उठाएन भनेदेखि समातिहाल्छ र उसलाई फाइन दिनुहुन्छ। अनि त्यो चेक गर्नलाई चाहिँ र अनि त्यो 1 वर्षको रिन्यु गर्नलाई, गाडी रजिस्टर गर्नलाई गर्ने ऊ भनेको 150। अनि रोड ट्याक्स भनेको 0 हो, तिर्नै पर्दैन। अनि इन्सुरेन्समा जम्मा 1500 तिर्नुपर्छ वर्षमा। 1500 प्लस 1600-1700। त्यो पनि इन्सुरेन्स हेरी छ, सस्तो पनि छ, महँगो पनि छ। यदि वर्षमा लगभग यहाँ चाहिँ 1600 तिरेर भने 1600-1700 तिरेर भने 1 वर्ष टुक्कल चलाउन पाइयो। यति सस्तो। अनि गाडीहरु पनि एकदमै सस्तो आउँछ। मोबाइल फोन भन्दा सस्तो पाउँछ गाडी। अनि यता राइट साइडमा देख्नु हुँदैछ, यो हाम्रोतिर चाहिँ छोकडा भन्छ यो बोट, तर यो यता खजुर भन्छ हैन, छोकडा हो। छोकडाको बोट अहिले फुल्दैछ। छोकडाको बोट चाहिँ कति देख्नु भएको छैन होला, देख्न सक्नुहुन्छ। धेरैले त देखिसक्नु भएको छ, नदेख्नु हुनेले चाहिँ छोकडा यस्तो राइट साइडमा देखिरहनु भएको छ। त्यही हो। अनि यो एकदमै रोडहरु पनि क्वालिटीको यहाँ अब चेक गराउँछ। नयाँ रोड बनायो भने चेक गर्छ। चेक गरेर त्यो टेस्ट मेसिनले पेल्छ। त्यसलाई लगेर पानीमा भिजाउँदा गर्ने, अनि त्यसलाई क्युसी टेस्ट भन्छ। पानीमा भिजाउँदा गर्ने एउटा चाहिँ 2टा निकाल्छ जम्मा। अनि एउटा चाहिँ 6 दिनमा पेल्छ र एउटा 11 दिन राखेर पेल्छ। क्वालिटी एउटा क्वालिटी, एउटा अनि त्यस्तो हुन्छ। यदि त्यो फेल भयो भने त्यो मेसिनले पेल्दाखेरि त्यो ड्यामेज भयो र भने यसलाई फेरि यो रोडलाई फेरि उधारेर निकालेर अर्को रोड गर्नुपर्छ। अनि यहाँ चाहिँ हेर्न सक्नुहुन्छ अगाडि
मुनि अनि बिचमा एक अनि माथि अर्को 3 स्टेपमा गाडी कुदिराखेको छ। यो चाहिँ एकदमै रोडको यो जाम नहोस् भनेर एकदम 3 तला हेर्नुपर्छ। म 2 तलामा हुँदैछु, माथि 1 तला छ नि छोड्यो, त्यहाँ माथि अर्को तला छ र 3 तलामा मैले यहाँ चाहिँ यस्तो सबैमा प्राय सबै रिजर्भमा यस्तै 3 तला हुन्छ, 2 तला 3 तला गाडी गुड्ने। अनि यता साइडमा यो कलर गरेको देखिरहनु भएको छ, यो कलर गरेको होइन, यो चाहिँ टाइल हो। टाइललाई चाहिँ यो कलरको यस्तो डिजाइन बनाएर टाँसेको छ। यहाँ चाहिँ एकदम सुविधा, जनताको लागि एकदमै सुविधा हुन्छ। जो कोही बाहिरको होस् भित्रको होस्, यहाँ चाहिँ यो गाडीहरूमा चाहिँ पुरै सुविधा। यहाँको जनताले जति तिर्छ उति नै हो सबैलाई, बाहिरको जहाँ सुकेको भए पनि यस्तो नियम छ यहाँ चाहिँ। मोबाइल यहाँ आइफोन स्यामसङ मोबाइल भन्दा चाहिँ एकदमै सस्तो पर्छ गाडी। अब नयाँ चाहिँ होइन, सेकेन्ड ह्यान्ड गाडीहरू चाहिँ मोबाइलभन्दा पनि सस्तो पर्छ। सक्नुहुन्छ, त्यही भएर यहाँ चाहिँ प्रत्येकको साथमा गाडी। अनि यहाँ यो 80 को चाहिँ स्पिड हो। अनि त्यहाँ अगाडि मैले देखाउन गइरहेको छु लेफ्ट साइडमा यो पुरानो मोडलको क्यामेरा, यो चाहिँ 80 भन्दा माथि पुरा यो भने चाहिँ यसले फोटो खिचेर स्पिडको फोटो खिचेर सिस्टममा पठाइदिन्छ ट्राफिक टिकटमा, अनि उहाँबाट चाहिँ फाइन आउँछ। धेरै कुराहरूको सिस्टम छ यहाँ। अनि अब म यहाँदेखि चाहिँ राइड जानुपर्छ, यो हाइवे छोडिदिएर। अनि फेरि यो म यहाँबाट राइड जान बित्तिकै चाहिँ अनि मैले फेरि अर्को हाइवे भेट्छु। उता देखिराख्नु भएको छ अगाडि चाहिँ गाडीहरू, पुलहरू, यता पनि जानु मिल्छ, यता पनि उताबाट घुम्दैछ, कन्फ्युजै हुने हुन्छ नि सुरुमा। नयाँलाई त एकदमै दिमागै घुम्छ, नयाँलाई बदल्दै चाहिँ। र आज चाहिँ मैले भिडियो चाहिँ यति नै। अब फेरि अर्को भिडियोमा भेट्ने बाचाको साथ यतिमै अन्त्य गर्न चाहन्छु। यहाँदेखि उता तपाईँहरूलाई पनि देखाइसकेको छु।